प्रभु यीशु मसीह जन्मिनु भयो कसको लागि? तपाईँ र मेरो लागि। यो कुरा चाहिँ ख्याल राख्नुहोस् है। अनि प्रभु यीशु मर्नुभयो फेरि कसको लागि? कसको लागि? तपाईँ र मेरै लागि। प्रभु यीशु मसीह पौडी उठ्नु भयो कसको लागि? यो चाहिँ अलिकति इन्ट्रेस्टिङ छ। प्रभु यीशु मसीह जन्मिनु भयो तपाईँ र मेरो लागि, मर्नुभयो तपाईँ र मेरो लागि, तर पौडी उठ्नु भएको चाहिँ अन्य जातिहरूको लागि हो। हालेलुया। यो कुरा ख्याल राख्नुहोस् है। प्रभु यीशु मसीह पौडी उठ्नु भएको चाहिँ अन्य जातिहरूको लागि हो है। अनि त्यो अन्य जातिहरूले चाहिँ कहिले थाहा पाउँछ? जब तपाईँ र म जान्छौँ, तपाईँ र मैले जब दिन्छौँ, भन्छौँ, अनि उनीहरूले थाहा पाउँछ। त्यही भएर मैले अघि भने नि, प्रभु यीशु मसीह जन्मिनु भयो एउटा सुसमाचार भयो, त्यो पनि, तर त्यो अधुरो सुसमाचार। अनि प्रभु यीशु मसीह कल्वरी क्रुसमा मर्नुभयो, त्यो पनि सुसमाचारै भयो, तर त्यो पनि अधुरो थियो सुसमाचार। तर जब प्रभु यीशु मसीह 3 दिनमा फेरि पौडी उठ्नु भयो, त्यहाँबाट सुसमाचार पुरा भयो। सबैले ताली बजाइदिनुहोस्। परमेश्वरलाई धन्यवाद। पौडी उठ्नु भयो भने सुसमाचार पुरा भयो। अनि अब तपाईँको र मेरो जिम्मामा छ यो सबै कुराहरू। अनि हामीले डर गरेर है, शङ्का गरेर हामी त्यो डरको लपेटमा, शङ्काको लपेटमा हामी बस्यौँ भने परमेश्वरको त्यो बरकत, परमेश्वरको त्यो आशिषहरूबाट हामी वञ्चित हुनेछौँ। परमेश्वरको त्यो शक्तिहरूबाट हामी निश्चय नै वञ्चित हुनेछौँ। किनभने बाइबलको वचनले स्पष्टसँगले भन्छ,